could wipe each other out. Moxie. They can pass Ragnar Karya and break in. After this one, with a chicken dinner. South side, Jackie. Good to Rita, tries to clutch up, can't do it. Honor will take our final game of the tournament. But of course, they're there. नमस्ते, मेरो नाम चाहिँ डिभाइस। यो टुर्नामेन्टमा चाहिँ हाम्रो माइन्डसेट #1 नै थियो, तर अनफर्चुनेटली हामी #2 भयो। अब यो इन्डोनेसियामा भइरहन गएको पिएमजिओ मेन इभेन्टमा चाहिँ हामी पोडियम फिनिस गर्न ट्राई गर्नेछौँ। नमस्ते, मेरो नाम चाहिँ आयुष लामा र मेरो एन्ड गेम नेम चाहिँ नोफेयर। यो टुर्नामेन्टमा चाहिँ हामीले जस्तो सोचेको थियौँ त्यस्तै भइरहेको सबै चिजहरू। टिम्सहरू पनि त्यति स्ट्रङ त थिएन, तर हाम्रो आफ्नै गल्तीले एउटा दुईवटा गल्तीले गर्दा पुरा टुर्नामेन्ट नै हल्का मिस हुन गयो फर्स्ट पोजिसनबाट। तर यही गल्तीहरू नेक्स्ट टुर्नामेन्टमा चाहिँ हामी सुधार्नेछौँ। जति पनि फ्यान्सहरूलाई अहिलेसम्ममा हामीले जति पनि डिसपोइन्ट गऱ्यौँ त्यसको लागि चाहिँ हामी नेक्स्ट टुर्नामेन्ट अपकमिङ स्काईलाई रोकियो त्यहाँ चेन पछाडिबाट सपोर्ट प्रोभाइड गर्न खोजिराखेका छन्। स्काईको एचपीले केही एक सर्टगन जे पनि हुन सक्छ हिल गर्ने मौका बन्न पुग्यो त्यहाँ चेनको अनि एचपीमा स्काई जानेछ क्लियर पोजिसनको बारेमा उलाई आइडिया रहेको थियो। गेमलाई डाउन निकाल्छ र डेभिडको ओनो ह्याट्रिक मिसनलाई पुरा गर्न बट कता हाम्रो स्ट्राटेजी विक भएर हामीले योचोटि जित्नलाई फिल गऱ्यौँ। हामी चाहिँ यहाँनिर अफकोर्स ट्रफी नै जित्न आएको थियौँ, तर अनफर्चुनेटली हामी सेकेन्ड प्लेसमा एन्ड अप भएको छौँ। तर हाम्रो जर्नी यहाँ एन्ड भएको छैन। हामी क्वालिफाई भएको छौँ पिएमजिओ इन्डोनेसियाको लागि, अनि होपफुली त्यहाँ हामी हाम्रो बेस्ट दिन्छौँ र ट्रफीको लागि जाने ट्राई गर्छौँ। यसपालि जित्न सकेनौँ हामीले, फेरि पनि आफ्नै गल्तीहरूले गर्दाखेरि हो अब जित्न नसकेर चाहिँ अब 2 दिन राम्रो खेल्यौँ, तर 2 दिन चाहिँ हामीले हल्का मिस्टेकहरू गऱ्यौँ। त्यसैले गर्दाखेरि हामीले जित्न चाहिँ सकेनौँ, तर अब यही गल्तीहरूलाई सुधार्दै हामी पिएमजिओ मेन इभेन्टमा चाहिँ राम्रो गर्ने ट्राई गर्नेछौँ। पाकिस्तानको म्यानेजमेन्ट टिमहरू पनि एकदमै हेल्पफुल र राम्रो हुनुहुन्थ्यो, अनि भेन्यू पनि एक्सपेक्ट गरेको भन्दा धेरै नै राम्रो बनाउनु भएको थियो उहाँहरूले। अनि